नेपालमा धेरै मानिसहरू 10 देखि 12 घण्टा काम गर्छन्। कतिपय विदेशमा पसिना बगाउँछन्, कतिपय व्यवसाय चलाउँछन्। तर एउटा प्रश्न छ, यदि हामी यति धेरै मेहनत गर्छौं भने किन नेपालीहरू अझै पनि आर्थिक रूपमा सङ्घर्ष गरिरहेका छन्? सायद उत्तर तपाईले सोच्नु भएको भन्दा फरक हुन सक्छ। समस्या पैसा कमाउनु मात्र होइन, समस्या पैसा चलाउन नजान्नु हो। नमस्ते एभ्रिवान, आज हामी यस्तो विषयमा कुरा गर्न गइरहेका छौं जसले तपाईको जिन्दगी बदल्न सक्छ। फाइनान्शियल लिटरेसी। दुःखको कुरा, हामीलाई स्कुलमा ट्रिगोनोमेट्री सिकाइन्छ, अल्जेब्रा सिकाइन्छ, तर पैसा कसरी व्यवस्थापन गर्ने, कसरी म्यानेज गर्ने भन्ने कुरा अलिक कम नै सिकाइन्छ वा सिकाइँदैन पनि कति स्कुलमा त। एज अ रिजल्ट मान्छेहरू पैसा त कमाउँछन् तर धन अथवा वेल्थ क्रिएसन गर्न सक्दैनन्। पहिलो ठुलो गल्ती, इन्कम बढेपछि आफ्नो एक्सपेन्सेस वा खर्च पनि बढाउनु। पहिले 20,000 कमाउँदा साधारण फोन चलाउने, पछि 50,000 कमाउन थालेपछि इएमआईमा महँगो फोन किन्ने। आम्दानी त बढ्छ तर बचत भने शून्य नै रहन्छ। धनी मान्छेहरू आम्दानी बढ्दा सम्पत्ति किन्छन्, गरिब र मध्यमले भने आम्दानी बढेपछि आफ्नो खर्च नै बढाउँछन्। दोस्रो गल्ती, ब्याङ्कमा सबै पैसा थन्काएर राख्नु। धेरै मानिसहरूलाई लाग्छ ब्याङ्कमा पैसा सुरक्षित रहन्छ, तर के साँच्चै त्यो बढिरहेको छ वा सेफ छ? होइन, इन्फ्लेसनले त्यसलाई हरेक दिन घटाइ नै रहेको छ। नेपालमा इन्फ्लेसन रेट हाराहारीमा 6% छ, तर ब्याङ्कको ब्याज दर भने 4% मै अड्केर बसिरहेको छ। यसकारण हामी अलरेडी 2% लस त आफै नै गरिरहेको छौँ। त्यसैले इन्भेस्टिङको फन्डामेन्टल प्रिन्सिपलहरू पनि हामीले सिकिराख्नुपर्छ। तेस्रो गल्ती, इमर्जेन्सी फन्ड नबनाउनु। घरमा बिरामी पर्दा, जागिर समस्यामा पर्दा वा व्यवसाय नै समस्यामा पर्दा धेरै मानिसहरू ऋणमै डुब्छन्। तर एक्सपर्ट्स के भन्छन् भने हामीले 3 देखि 6 महिनाको खर्च बराबरको इमर्जेन्सी फन्ड पहिलेदेखि नै बनाएर राख्नुपर्छ। चौथो गल्ती, सबैभन्दा ठुलो इन्भेस्टमेन्ट के हुन सक्ला त? न त त्यो गोल्ड हो, न त त्यो सेयर हो, न त त्यो कुनै ब्याङ्कको एफडी हो। सबैभन्दा ठुलो इन्भेस्टमेन्ट भनेको इन्भेस्टिङ इन योर सेल्फ, इन्भेस्टिङ इन स्किल्स, इन्भेस्टिङ इन लर्निङ एन्ड नलेज। जति तपाईँको स्किल बढ्छ त्यति नै तपाईँको इन्कम बढ्ने सम्भावना पनि बढ्दै जान्छ। धनी बन्ने कुनै जादु छैन, यो भनेको हाम्रो सानातिना बानीहरूले निर्धारण गर्ने कुरा हो। थोरै बचत, थोरै लगानी, थोरै सिकाइ र धेरै अनुशासन। आज तपाईँले पैसालाई कन्ट्रोल गर्नु भएन भने पछि पैसाले तपाईँको जिन्दगी कन्ट्रोल गर्छ। याद राख्नुहोस्, मनी इज अ टेरिबल मास्टर बट एन एक्सलेन्ट सर्भेन्ट। फाइनान्शियल लिटरेसी कुनै लग्जरी होइन, यो सबैले जान्नै पर्ने एउटा आधारभूत कुरा हो। यदि तपाईँ लगानी, व्यवसाय, वेल्थ बिल्डिङ जस्ता भिडियोहरू हेर्न चाहनुहुन्छ भने यस च्यानललाई पक्कै पनि लाइक, सब्सक्राइब र सेयर गर्नुहोला। हस्त धन्यवाद।